एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी टाइम एन्ड ओवरको क्वेसन सल्भ गर्न गइरहेको छौँ। राम एन्ड हरि क्यान डु अ पिस अफ वर्क इन 18 days एन्ड 20 days रेस्पेक्टिभली। इन हाउ मेनी डेज दे क्यान कम्प्लिट द वर्क टुगेदर भनेर क्वेसन रहेको छ। रामले चाहिँ यसमा चाहिँ राम इज इक्वल टु 18 डेमा सक्छ अरे। राम in 1 day equal to 1/18। यसै गरी हरिले चाहिँ 20 डेमा, हरिले चाहिँ 20 डेजमा सक्छ अरे। हरि इन 1 डे इज इक्वल टु 1/20। त्यसो भए अब राम र हरिले चाहिँ कति दिनमा सक्छन् त? यसको चाहिँ हाम्रो अब राम इन 1 डे र हरि इन 1 डेलाई जोडौँ। 1/18 प्लस 1/20। अब यसलाई कमन लिँदा कति हुन्छ हाम्रो? 18 र 20। 2 9 जा 18, 2 10 जा 20। अब यसलाई जान्छ 2 9 जा 18, 18 10 जा 180 भएपछि 180 हुने भइगयो हाम्रो। अब 18 10 जा 180 प्लस 20 9 जा 180 भनेपछि 19 डिभाइड बाई 180 इन 1 डे। अब यसलाई होल डेमा लग्नको लागि चाहिँ हामीले 180 लाई 19 ले डिभाइड गरौँ। अब यस्तो जाँदैन यसलाई। अब यसलाई हामीले मिस फ्र्याक्सनमा लेख्नुपर्छ। 19 9 जा 171, 10 मा 109। अब जान्छ जाँदैन। यसलाई मिस फ्र्याक्सनमा लेख्दाखेरि जसले 19 ले डिभाइड गरेपछि 19 लाई तल बचेकोलाई हाम्रो 20 मा र जुन 9 बचेहा 9 लाई चाहिँ हामीले माथि राख्दैछौँ 9 डेज। र हाम्रो सेकेन्ड नम्बर क्वेसन रहेको छ, राम एन्ड सीता क्यान डु अ पिस अफ वर्क इन 15 days टुगेदर। राम र सीताले एउटा कामलाई 15 daysमा सँगै सक्दछन् भने राम अलोन क्यान कम्प्लिट द वर्क इन 25 days। सोही कामलाई रामले चाहिँ 25 दिनमा एक्लै सक्दछ भने इन हाउ मेनी डेज सीता क्यान कम्प्लिट द वर्क अलोन। कति दिनमा सीताले चाहिँ त्यही कामलाई एक्लै गर्दछिन् भनेपछि राम एन्ड सीता 15 डेजमा सक्दछन् भने राम एन्ड सीता इन 1 डे इज इक्वल टु 1/15। त्यस्तै रामले चाहिँ एक्लै सोही कामलाई राम इज इक्वल टु 25 days 25 डेजमा कम्प्लिट गर्दछ भने राम इन 1 डे इज इक्वल टु 1 डिभाइड बाई 25। सो अब चाहिँ हाम्रो सीताले चाहिँ त्यो कामलाई कति दिनमा सक्दछन् त एक्लै भनेको राम प्लस सीता माइनस राम। यसमा चाहिँ प्लस राम र माइनस राम कटेर हाम्रो सीता बस्ने हुन्छ। यसमा चाहिँ राम र सीताले चाहिँ सो कामलाई 15 डेजमा सक्छन् भने रामले एक्लै चाहिँ त्यसलाई हाम्रो 1/25। अब यसको हाम्रो एलसिएम लिउने। एलसिएम लिँदा चाहिँ हाम्रो 15 र 25, 5 3 जा 15, 5 5 जा 25, 5 3 जा 15, 15 5 जा 75। हाम्रो यहाँ चाहिँ हाम्रो 75। 15 5 जा 75 माइनस
25 3 जा 75 हुने भइगयो हाम्रो 2 डिवाइड बाइ 75 इन 1 डे। अब यसलाई चाहिँ हाम्रो होल डेमा लग्नको चाहिँ हामीले 75 ले लाई चाहिँ 2 ले डिवाइड गर्ने। तपाईले याद राख्नु यसलाई पोइन्टमा भन्दा चाहिँ हाम्रो यस्तो मिक्स फ्र्याक्सनमा लेख्दा चाहिँ एकदम राम्रो हुन्छ। सो मिक्स फ्र्याक्सनमा चाहिँ लेख्नु होला। 2 3 जा 6 जो 5 तल आयो। चाहिँ 2 7 जा 14 1 बच्यो। अब चाहिँ यसलाई मिक्स फ्र्याक्सनमा लेख्दाखेरि 2 ले डिवाइड गरेको 2 चाहिँ हाम्रो तल राख्ने 37 जुन छ यसलाई चाहिँ बीचमा र जति बचेको छ त्यसलाई चाहिँ हामीले हरमा राख्छौं। यो होल डे भयो। यो चाहिँ अलिकति लङ भइगयो। यो चाहिँ तपाईहरुलाई राम्ररी बुझ्नको लागि र याद राख्नका लागि मात्रै हो। सो यही नै हो चाहिँ यसरी नै सल्भ गर्दछन्।